2081 सालको बिदाई गर्नको लागि हामी आज 25 गते हैन हजुर हजुर हामी गढीतिर घुम्न निस्केको थियौँ र त्योभन्दा अगाडि बर्दिवासमा हाम्रो स्केट ब्रेभो स्केटमा हामी एकछिन 1 घन्टा जति स्केट गरेर हल्का वार्मअप गरेर पसिनासरी भएर अब हामी यो गर्मी हटाउनको लागि गढीतिर जाँदैछौँ। हाम्रो डेस्टिनेसन गढीतिर हो। अहिले हाम्रो बज्यो कति बज्यो 6 बज्यो। हामी लगभग 8 बजीतिर जान्छौँ। त्यसपछि तपाईहरुलाई हामी अपडेट गराउँछौँ। मन्जरी रिसोर्ट campfire. Okay, fire camp. Superman. आफूले हेरेर आउन छोडेन रे। ल गाइज हामी चाहिँ मन्जरी रिजोर्ट आइसक्यौँ है। यो चाहिँ हाम्रो स्विङ भयो। यो चाहिँ अब राति आएको हुनाले हामीले खेल्न पाएनौँ। यो चाहिँ हाम्रो बार्बिक्यू गर्ने ठाउँ भयो। हामीले चाहिँ अब यति बेला अब गर्मी पनि छ, त्यही भएर हामीले यहाँनिर रुममै अर्डर गरेको छौँ। हाम्रो एकछिनमा आउँछ। अनि अहिले चाहिँ हामी रुमतिर जाँदैछौँ है। जाउँ। हाम्रै लागि हो कि भने चाहिँ हेरोस् न मेरो मुटु पनि। हामी चाहिँ हाम्रो रुमतिर जाँदैछौँ है। खै रुम नम्बर 420 गाइज हाम्रो चाहिँ अब थकान मेटाउनको लागि यो चाहिँ एनर्जी ड्रिङ्क है। गाइज हाम्रो चाहिँ अब आज नयाँ दिन सुरु भइसक्यो। राति राम्रोसँग बित्यो। अहिले चाहिँ हामी यहाँनिर यो स्विङ रहेछ। ठ्याक्कै यसको नाम चाहिँ के थाहा भएन, तर स्विङ भन्ने टर्म थाहा पाइयो। हामी चाहिँ यही स्विङ गर्नको लागि जाँदैछौँ। हेरौँ के कस्तो हुन्छ। यहाँनिर चाहिँ हाम्रो कालिजहरू पाल्नु भएको रहेछ यता। ए यो चाहिँ के हो हाम्रो मान्छे बस्ने। त्यहाँनिर चारो काट्नु हुँदैछ। त्यहाँ हाम्रो कालिजहरू हुनुहुन्छ। यहाँनिर चाहिँ हाम्रो स्विङ ट्राई हान्न जाँदैछौँ। आज सहिद भइयो भने टिकटकमा भाइरल गरिदिनु होला। ल गाइज ल अब हाम्रो चाहिँ मुस्कानको टर्न आउँदैछ। यहाँनिर मुटु दह्रो बनाएर बस्नु। यो चाहिँ यही हो मेरो एउटा सुझाव चाहिँ। गइसकेपछि चाहिँ केही पनि मनोरञ्जन पनि फिल हुँदैन, डर पनि फिल हुँदैन होइन। जति पनि अहिले महसुस हुने हो यही समयमा हो। अनि त्यहाँ चढेर हाइड्रोलिकले तान्दा हाइड्रोलिकले छोडिसकेपछि केही पनि हुँदैन। देखिँदैछ कि छैन? ल चिज चिज अझै
बन्जी जम्प के गरे मान्छेहरूले हजुर बन्दी जम्प ल एक्साइटेड सास फेर्नुस् लामो लामो सास लिनुस् पास पोजिटिभिटी नै फिल भयो केही कामै छैन पहाड बनाएर तिलको यो ब्रह्माण्डमा हामी केवल आगोको झिल्को ल है यो अनुभवलाई चाहिँ याद राखिराख्नु छोडेपछि अनुभव सक्यो फेरि दरो हात ठुलै मान्छे देखिँदो रहेछ हजुर ए उतालाई पक्नु नै अघि मेरो नेत्र माथि गएको थियो त एकदम काउन्ट नगर्ने होइन गर्नुपर्छ अहिले फेरि थाहा त हुन्छ ल हाम्रो चाहिँ भर्खर एडभेन्चर सकिएर अब चाहिँ हामी यहाँनिर मानवको गुड मान्छे बस्ने गुडमा जाँदैछौँ यो चाहिँ मान्छे जाने गुडको बाटो रह्यो है यहाँबाट हेर्न सकिन्छ सब पहाडहरू हामीभन्दा तलै छ हामी एकदम टप लेभलमा छौँ है हाम्रो सरहरू त पुगी पनि सक्नुभयो यो हाम्रो कालिज बस्ने गुड त होइन नि फोटो खिचे जस्तो गरिदिउँ ल गाइज अब चाहिँ हाम्रो आजको मन्जरी रिजोर्टमा समय सकिसकेको छ हामी अब छिटै बर्दिवास पनि पुग्नु पर्नेछ त्यो हुनाले हामी चाहिँ भर्खर यो कालिज बस्ने नेस्टमा बसेर फोटोसोटो खिचेर आइसक्यौँ हाम्रो त मुन पनि देखिँदैछ अहिले पनि है चन्द्रमा पनि देखिँदैछ ल हामी चाहिँ फर्केको अवस्था है तिनैजना त्यो त थाहा भएकै कुरा हो ऐना सर्किन्छ तपाईँको सुन्दरताले गर्दा सिसा फुट्नु त फेरि राम्रो सगुन अरे भन्ने सुनेको थिएँ मैले हो त्यही सिसा हिँड्ने बेलामा आएर ल हामी फाइनली मन्दिर रिसोर्टबाट पनि निस्किन लागेका छौँ मन्दिर रिसोर्टको गेट हो यो हाम्रो हो अब यता काठमाडौँ आउँछ सर उता काठमाडौँ अनि हामी जाने यता बर्दिवास हामी चाहिँ बर्दिवासतर्फ लाग्यौँ